बस्सानलाई गरेको केटाको अब कहाँ छ होटलौरा बस्तुगान गुन्डा हुँदा भएन ओ गुन्डा भाची गुन्डा नभने के हिरा हिँड्न बट्टाउ उतनी पिँढी काठोसाले हानिया बट्टो कसो क्योरे बराउडो पर हिप्पो बाडारमा हिप्पो अब त्यही बट्टालाई यो बुढो चढेर हुन्छ या स्कुल फरेर हुन्छ त्यो बट्टो मर्नुपर्छ अरे बट्टो म त के त्यो माखो भने है क्या हाड हो त्यो हाड तोइ हाड मातु भनेको र ढुङ्गो फुटाउनु एकै बेला दाँत भाँचेर तर तुले त चपाए यो हात होइन यो खोन हो खोन यो हातले हाल्यो नि यी धेरै हेली बिसिटिन्न आइज केटाहरू इनो नाच्नु त कसैले हुँदैन अलि पट्टो भयो यानो पट्टो ठुलो बड्डो आयो ए यो बट्टो भयो ओ भन तू को हो माने तुझे तू को है जानी है छोरा टिका कोच्चा त हो तू को त माने छि यो बट्टो बढी गयो एक दाँत भाँचिउन्टो पर खड्ड्या त जाता केटाहरू यी बट्टाउनु त म के हात लाउला भने हान जाऊ त्यति बुढो बड्डो तम्रो हात फुट्यो मैले भनेको थिएँ अघि नै मै मार्छु माध्यौ तुमीले हकाइनु तम्रो के काम त केही हुँदैन त्यही बट्टा मुखमा यात्तो तेरिका पुरा ठोकै माथ्यो भने ठुको बाँच्छु भयो भने एउटा दुःख बाँचे आइगा अब पुगिगा त्यो नाति भन्ने मन सत्रुई भइगयो याद पड्यो ए नाति उता अलिक अब माउडे भइगयो नानी हा के माउडे भान्नु अझल तु तिनका ग्याङबाट जानु ती दुखी क्या दिन खानु भन्छ नि तपाईँ केही दिन ती त एक ठुलो भिडीको दिएको हुन्छ घा को चुरो दियो आइस दियो तपाईँ क्या दिन आउनु खानु दिन अरे मैले चाहिँ लुट्यान भात र भट्टै दाल त जाइयो भने तु क्या चाहियो अरू चुरो चाहियो भने राख्छ त्यो तँ खोला त त्यो तुमरा ग्याङमा त्यो हिब्रो भन्ने त्यो के दुआयो त्यो फरोडो बाजा ढुकिराख त्यो तम्रो हाल भाँच्यो भने आएको हो मैले त हाँच्यो भने आमा चाहिँ मारिएर होला बुवा त्यो त माथि पोखा नाति चुन भने नाति चुन भने बुवा मार लाग्यो केटाहरू मैले सकेँ नि त्यो बड्डो भयो रक्सीका बोतल ल्याउन भन्दा तुराले खुना बोतलले हाल्नु तोइ गड्डा पनि हाल्नु गइनु कस्ता लिब्रो दादा हो झक्कडा हाम्रो ल्याउनु रक्सी त्यो त भाग्यो भन्नु त त्यो त भाग्यो केडा हो ल या रक्सी मैले रक्सी त पाएन ल त्यो कुरा छाडौँ दादा तँ यत्रा जोडिया भन्ना ठुला गुन्डा कहरी भया कहाँबाटै भया क्या उच्चाडिकन भाइहरूको घर फुटाइ भया यो सबै कहानी झुनाउनु पर्यो दादा बस केटाहरू बस बसौ केडा हो अब यो कथा सुन मेरो कहानी सुन क्या भयो भने पहिला म एक केटी मन पराउनु त्यो केटीले छाडी त्यही लागि म अगा सजाइ तल यहाँ पुग्दा बिसाउन अब चाहिँ क्या भयो जाने है तिमीले मलाई छाडेको त्यो भने नि म मद्दु हट्टिन मेरो कहानीहरू तिमीलाई क्या थाहा भने एकपालि रो हब्बै तुम्रो कथा त हुने हो दादा निकै स्याड कथा रहेछ यो कथा सुनिसकेपछि अब कथाको अन्त्य भयो र बड्डाको अन्त्य हुने केही प्लान सिकाऊ बड्डालाई सिद्ध्याउनु पर्यो आज त्यही बड्डा त म त क्या हात लाउँला भने केटाहरू तुमे केही प्लान बनाऊ जाऊ ए दुर्गा देवी moi कुनु फर्फुनु मागेका उहिले त मेरा दोष केटी लागेका अलि थिया म भन्दा जेठी मैले पठाएको थिया आधी 10 केटी यो रेपुन हान्दैछु सबै ठोक्याउँदैछु अनि तु बडा रिया भन्नु तेरो ओ काका जति र दोष लाग्यो के भन्नु तु मेरो कालको गाड्दा कोइको गाड्दा मेरो कालको मोडो बडा उइको ग्याङ भइगयो कोइ त लिब्रा ग्याङ अत्रो म मात्या माध्य भनेको न कलानमा नागिल्यो हे गाई केटाहरू कहाँ हौ मानी बट्टा यहाँ हौ यहाँ होल उइलेको मान आएको तुइलेको मान ए बिडी काठो छ जाऊ ट्याक ए
चुरो टाट हो जा ए झाझरो रक्सीका ढोइला कोब्ला त के भेट्नु छ र त यो बट्टा हे भाइ छ चुरो तेरो बात खत्तम भाइ खत्तम मेरो त यहाँ मुख जति पनि होस् चाहिने जहाँ खुल्ला उसो त फोटो यहाँ फोटो माग्नु नै क्या खुल्ला मैले नेपालका त घिलेन राजेन्द्र खर्किन म यिनको राशि डोराले बाँच्नु पर्यो